जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। आज चाहिँ हामी बुढाबुढी भएर होइन कपडा धुनतिर लागेको होइन। बुढीले म साबुन लगाइदिन्छु तपाईँ पखालिदिनु नि त भन्यो, अनि त्यही भएर म पनि हुन्छ नि त भनेर कपडा धुनतिर लागेँ। कपडा धुँदा धुँदै बुढीको यस्तो मजाले डान्स पनि हेर्न पाएँ होइन। कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको? बुढीले चाहिँ आफ्नो काम सकायो होइन। त्यसपछि मलाई यो भएन त्यो भएन, यस्तो भएन त्यस्तो भएन भन्दै तिमीले मेरो माया बुझ्दैन होला कि? सरी ल यार, सरी यार, सरी फर दिस। उसलाई चाहिँ मैले गरेको कामहरू मन परेन अरे होइन। मैले गरेको कामहरू यस्तो भएन त्यस्तो भएन भन्दै गिन गरिरहेको छ। हुन्छ नि त्यो राति सुत्ने बेला मच्छर कानमा आएर गिनी गर्छ नि, त्यस्तै मलाई नि गिन गरिरहेको छ। जे भए पनि आफ्नै बुढी हो होइन, त्यति त सहनै पर्छ होइन। केही छैन, बुढाबुढी भइसकेपछि यतिको होइन त सुन्नै सक्नुपर्छ होइन, सुन्नुपर्छ। बुढीले चाहिँ आफ्नो काम होइन अघि नै सकिसक्यो। अनि मेरो चाहिँ नि एउटा दुईवटा मात्रै बाँकी थिएँ, अनि त्यो पनि मैले भ्याएँ होइन। भ्याएर हात खुट्टा धोएँ, अनि धोएर बाँकी कपडाहरू थियो त्यो कपडाहरू चाहिँ सुकाउनतिर लागेँ। अघि धोएको कपडाहरू चाहिँ मैले बाहिर सुकाएँ, अनि यो बाँकी भएको कपडा चाहिँ सुकाउनलाई बाहिर ठाउँ थियो होइन। अनि त्यसलाई म माथि नै लिएर गएँ होइन। माथि चाहिँ बरान्डामा लिएर गएँ सुकाउनलाई। अनि माथि बरान्डामा चाहिँ सुकाउनको लागि यसरी बाँसको राखेको छ होइन। अनि त्यो पनि सकाइसकेँ मैले सुकाएर होइन। अनि यही हो आजको भ्लग, यति नै हो। तपाईँहरूले हेरिदिएकोमा सबैलाई धेरै धेरै धन्यवाद।